आज हामीले निजी वाइफाई पावर बैंक किनेको छौँ। अप टु 4 आवर ब्याकअप टाइम छ। 50 mAh भनेको छ। यो नेपालमै बनेको, मेड इन नेपाल, ब्रान्डेड बाई यारसेटेक। यसमा कनेक्सन गाइड यस्तो छ। पहिले कति हो, यसमा चाहिँ 12 भोल्ट DC यताबाट दिनु पर्यो। त्यसपछि आउटपुटबाट राउटरमा हाल्नु पर्यो। यसको MRP चाहिँ 2500 हो, तर डिस्काउन्टेड प्राइसमा चाहिँ हामीसँग छ 1682। क्यापेसिटी 18.98 वाट आवर। 52 वाट आवर भनेपछि 18 वाटको 1 घन्टासम्म बाल्न सकिन्छ भनेको मतलब चाहिँ। भनेपछि 9 वाटको 2टा चिम बाल्न सकिन्छ 1 घन्टासम्मलाई। 12 भोल्ट इनपुट अनि 12 भोल्ट आउटपुट। म्याक्सिमम एम्पियर 1.5। DC2 पोर्टलमा छ। खासै गाह्रो छैन यसको। हेरौँ म्याडम, यसो हेर्दाखेरि यो ठिक लागेन मलाई त। किन भन्दाखेरि यहाँ प्याकेट अलरेडी सिल त सिल हो, तर पनि के युज गरेर सिल गरेको होला मलाई होइन हेर्दाखेरि। हेरौँ के हुँदो रहेछ। Seal has already broken and the tape has been used. किन यस्तो थाहा भएन हेर्नुहोस् है, राम्रो छ हेर्नुहोस् है। र सिल त राखेको छ, त टेप राखेको छ, त्यो सिल फोडेको जस्तो देखिन्छ। हेर्नुहोस् है यसमा पनि। यो मैले ड्रजबाट फिर्ता पठाउनु पर्ने हो कि थाहा भएन, यस्तो टालेर। Let's see. प्रोडक्ट पनि त्यही रहेछ, 18 वाट 20 एम्पियर आवर। ठिकै छ, तर प्रोडक्ट चाहिँ यही हो र जस्तो लाग्यो। अहिले चाहिँ यस्तो सानो रहेछ, फोटोमा कस्तो ठुल्ठुलो ठगी भइसक्यो जस्तो लाग्यो। निजी तर हुन त यहाँ वारेन्टी पनि छ होइन। क्यापेसिटी कता सानो जस्तो लागेर। अब हामी राउटरको इनमा हाल्दैछौँ, इनमा राख्दैछौँ। तर यो कता मलाई स्क्याम भयो जस्तो लाग्यो अहिले हेरेर। किन भन्दाखेरि यो बत्ती पनि बलेन। बल्न त बल्यो। यसको काम के हो हेरौँ है र। यो यता यसमा फोटोमा पनि राखेको छ, यो उता राखेको रहेछ है। यो त्यही भएर मैले उता गरेँ है। सिल त खोला छैन नि होइन। प्रोडक्ट चाहिँ कच्चा लाग्यो मलाई त। फोटोमा हेरेको ठुलो देखिन्छ नि। के 2000 को भन्न सक्दैन। हामीसँग यहाँ राउटर छ। राउटर हामी जोइन गर्दैछौँ। यसमा एउटा तार छ।
यसमै एउटा तार रहेछ हैन यो चाहिँ हामीले यो आउटमा राखेर यहाँ आउट ल्याएको छ हेर्नु भएको छ देख्नु भएको छ ओ युट्युब आउट भनेर रहेछ है इम्पोसिस राखेर त्यो के बटन थाहा छैन यो युएसबी रे अब यो राउटर भयो हैन जत्तै यहाँ राख्ने भयो सप्लाई दियो त पावर अन भयो एकैछिनपछि ब्रिङ्क भएर चाहिँ वाइफाई अन छ भनेपछि यो चालु छ यो आउट भयो यो इन भयो अब म 81 बत्ती निभाउन गइरहेको छु 81 बत्ती निभियो रे बत्ती निभ्यो तर पनि सपोर्ट गरिरहेछ नीलो बत्ती बल्ने रहेछ बत्ती निभादाखेरि बत्ती आयो भने चट्ट रातो बन्ने रहेछ ए हरियो बल्ने रहेछ यसमा हामीसँग के लेखेको छ भने ग्यारेन्टी कार्ड लेखेको छ ए नम्बर कार्ड एयरसेल टेक भनेर रहेछ 1 वर्ष ग्यारेन्टी कसले रिप्लेस गर्छ कहाँबाट गर्छ हैन कसले दिन्छ यस्तो भिडियो भन्नुमा थाहा छैन कसलाई कन्ट्याक्ट गर्ने नेपालमा बन्यो त बन्यो हैन ग्यारेन्टी सर्टको लागि पृष्ठ 14-15 हेर्नुहोस् भनेको छ 14-15 मा के लेखेको छ ग्यारेन्टी सम्बन्धी जानकारी यहाँ चाहिँ ग्यारेन्टी सर्टको लागि पृष्ठ 14-15 हालेको छ हैन ग्यारेन्टीमा के हेरेर चाहिँ पढ्नु चाहिँ आफैले के लेखेको छ पृष्ठ 14 र 15 ल स्क्रिनशट लिनु चाहिँ र के लेखेको छ भन्दा निजी पावर खरिद गरेको यसभित्र ग्यारेन्टी उपलब्ध कन्ट्याक्ट चाहिँ कुरा गर्ने हो ठिकै छ के ल्याइहाल्यो है प्रोडक्ट कस्तो के म तपाईलाई यो भर्खर अनबक्स गरिहाल्यो हैन अब अनबक्स गरिसकेपछि मैले युज गरिसकेपछि तपाईलाई के कस्तो भयो भनेर पनि म फेरि भिडियो बनाइहाल्छु हैन यति यसको फंक्सन खासै धेरै हेर्नुपर्ने जस्तो केही छैन यति हो रिप्लेसमेन्ट के 1 इयर ग्यारेन्टी भनेर आएर हेरौँ कतिको काम लाग्छ मलाई सानो जस्तो लाग्यो मेरो चाहिँ फोनहरु मिलेन र हैन Risks of fire do not open for indoor use only. Made in Nepal by Airset Take on Raza. Bye. पछि म यसको रिभ्यू दिन्छु यो युज गरिसकेपछि अब अहिलेलाई यति नै हो यसमा के लेखेको रहेछ भन्दाखेरि यदि यो बत्ती छ नि यो बल्बको बत्ती ब्लू छ भने चाहिँ
ब्लू छ भने ब्याट्रीबाट चलेको रे यदि गुलाबी सूचक बत्ती भयो भने ब्याट्री सकिन लागेको भनेर यस इन्डिकेटरले पनि ठिकै छ काम गरेको यो हरियो नीलो र गुलाबी हरियो चाहिँ नि बत्ती आइरहेको टाइममा बल्ने रहेछ गाइस मैले एउटा म्यानुअलमै नभएको चिज पनि भेटाएँ र यो युएसबी पोर्ट रहेछ हैन गाइस अब म यो युएसबी पोर्टमा युएसबी पोर्टबाट बल्छ कि बल्दैन हेरौँ है र गाइसहरु मैले यो अनलाइनबाटै किनेको एउटा बत्ती हो यो हाल्दै बल्छ कि बल्दैन हेरौँ है त यो अन छ हैन मैले अन गर्छु के अब मैले यो सट राख्दाखेरि बल्न पर्यो के बल्छ बल्दैन हेर त बल्दैन त हो के खान राखेले यो चाहिँ नबल्ने रहेछ बिग्रेको हो कि अनि थाहा भएन है युएसबी पोर्ट छ दिया रहेछ तर यो बल्दैन के काम त त्यसो के राखेर यो त बल्दैन त है अर्को रमाइलो कुरा के हो भने यसले 4 घण्टा ब्याकअप दिन्छु भनेको थियो ठ्याक्कै 4 घण्टा नै ब्याकअप दिएको छ मैले टेस्ट गरेर हेरिसकेको छु आफ्टर 4 आवर मैले टेस्ट गरेको छु यो 7 घण्टा चार्ज गरेर अनि मैले टेस्ट गर्दाखेरि 4 घण्टा ब्याकअप ठ्याक्कै दिएको छ जुन स्याटिस्फ्याक्टरी नै मान्न सकिन्छ यदि यो भिडियो मन पर्यो भने तपाईले लाइक कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनु होला नमस्ते आजको लागि